Hello and welcome to my mini TikTok vlog everyone. हामी आज गइरहेको छौं हाइवेबाट इन्टर गरेर मेरो प्यारो जन्मभूमि कालीमाटी which is located in heart of सिन्धुली district भनेर यसो नक्कल पारेपछि सबैजनालाई लागिरहेको होला एक दिन आएर म खतरा भिडियो बनाउँछु अब भनेर कहाँ गायब भयो यो केटी भनेर सबैजनाले मेरो भिडियोको प्रतीक्षा गरेको भए पनि नगरेको भए पनि प्रतीक्षाको घडी समाप्त भएको जानकारी गराउन चाहन्छु यो भिडियो बनाउने पनि मेरो प्लान थिएन बट माई हस्बैंड इन्सिस्ट मी somehow I managed to record short clips जाँदा जाँदै बाटोमा चाहिँ बन्दै थियो बाटो हाम्रो माइलो काकाको अटोले हामीलाई बाटो सिकेको छ माइलो काका भ्लगमा आउँदै हुनुहुन्छ है म भन्दै थिएँ त्यसपछि यस्तो पुरा सिधा उकालो बाटो थियो गाइज म त धेरै डराएको थिएँ हुन्छ नि कसरी लग्नुहुन्छ होला भनेर यस्तो धेरै पहाडको बाटोहरू चाहिँ हिँडेको हुनुहुन्न नि त अनि त्यसपछि माथिबाट देखिने भ्यू त अमेजिङ एज यु क्यान सी ठ्याक्कै सनसेट भइरहेको थियो हामी चाहिँ 5:30 बजीतिर गएको थियौँ वाट अ भ्यू साजनको लागि चाहिँ यो एकदमै अमेजिङ एक्सपिरियन्स थियो फर्स्ट टाइम यस्तो रियल पहाडमा घुमेको रे मक्खा पर्दै त्यो पनि यति राम्री मान्छेसँग हैन म खासमा चाहिँ डराउँदै बसिरहेको थिएँ त्यही पनि हि इज अ पर्फेक्ट ड्राइभर हाम्रो चाहिँ बुवाको घर देख्यो अब हामी अलमोस्ट गाउँको नजिकै पुगिसकेको छौँ सनसेटले यति राम्रो रोल प्ले गरिरहेको थियो आई कान्ट एक्सप्लेन इन वर्ड मलाई त त्यस्तो केही एबनर्मल लागेको थिएन तर उहाँलाई चाहिँ डाँडामा घरहरू अनि बाटो खनेको देखेर यो पहिरोले बगाउँदैन भनेर एकदम डर लागिरहेको थियो रे कालो माटो पनि पाउँछ कि यहाँ लेफ्ट साइडमा चाहिँ हाम्रो चौलागाई कुल मन्दिर बन्दै रहेछ त्यसपछि हामी चाहिँ अलमोस्ट इन्टरिङ इन्टु माई भिलेज मलाई चाहिँ कस्तो लाज पनि लागिरहेको थियो क्या अलिक कस्तो लागिरहेको थियो तर अहिले चाहिँ हाम्रो प्रतीक्षालय बनेको रहेछ गाउँमा बस्नको लागि सबैजना उता साइडमा हुनुहुन्थ्यो हामी सरर गयौँ म चाहिँ राइट लेफ्ट मलाई बाटो यता र उता भन्दा नै कन्फ्युज भइसकेको थिएँ अब आइसक्यो मेरो म पढेको स्कुल यो चाहिँ मैले 1 देखि 8 सम्म पढेको स्कुल हो अहिले कति राम्रो भयो तर म अवस्था त्यस्तो थिएन है गाइस अब हामी लाग्यौँ हाम्रो घरतर्फ र यहाँ माथि रहेको छ लेफ्ट साइडमा हाम्रो कृष्ण मन्दिर जुन चाहिँ एकदमै पुरानो मन्दिर हो अनि हामीले चाहिँ जाँदै बाटोमा बुवालाई भेट्यौँ अनि म चाहिँ झरेर हिँड्दै गएँ बुवासँग अनि उहाँले चाहिँ बाइक सो अफ गर्दै हुनुहुन्थ्यो न्यू बाइक थियो क्या अरूको अनि यो हाम्रो घरबाट चाहिँ देखिन्छ अमेजिङ भ्यू तर घरमा चाहिँ अब कोही बस्नु हुँदैन नि त बुवा आमा पनि बुवा बिरामी भएर अलि बनेपाहरूतिर बस्ने भएर त्यस्तै छ एकदम सुक्खा होइन घर पनि हेर्दा अलि त्यसो देखिरहेछ यता फेरि ज्वाइँ साहबको स्वागै छुट्टै छ हाम्रो बुवाले चाहिँ सबै पुरा कहानी सुनाइरहनु भएको थियो कि यहाँनिर कति राम्रो हरियाली थियो कति कुराहरू फल्थ्यो कत्रो ठुलो पानी यहीँसम्म आउँथ्यो यत्रो ठुलो भन्दै हुनुहुन्छ पुरा कहानी सुनाउँदै हुनुहुन्छ अहिले त भन्यो भने मान्छेलाई विश्वास पनि लाग्दैन यहाँनिर त्यति धेरै राम्रो कुराहरू फल्थ्यो नातिनीले सपनामा खबर गरेर आएको रहेछ अनि बिमारी बल्दिन भन्ठाने एक मान्छे काठमा आएको छु भन्थे फोन गरेकी काठमा अफिसले बनाउनेकी थिएँ के भए पनि के मनले सोचेँ हजुर आफूले प्रत्यक्ष चाहिँ भएको छ त्यहाँ आएर आउँदै थियो मैले कति खुसी लाग्यो देखिहालेँ आमा फोन पनि नबोकी खेत जानुभएको रहेछ हामी पुरेर बसेको थियौँ आमा चाहिँ आउँदै हुनुहुन्छ मैले चाहिँ कुकुर पहिला आएर थाहा पाएँ आमा आउँदै हुनुहुन्छ भनेर त्यसपछि हामीलाई टिका लगाइदिनु भयो हामी चाहिँ 16 दिनको साइडमा त्यस्तो आएको थिएनौँ नि त दुल्हन फर्काएर एकैचोटि आयौँ अहिले अनि त्यसपछि अब मलाई टिका लगाइदिएर आशिष दिने हुनुहुन्छ आशिष दिनु है त त्यसपछि बुवा आमाबाट बिदा भएर अलिक पर चाहिँ हाम्रो ड्याडीले भूकम्पपछि बनाउनु भएको घरहरू देखाउन लगे मैले चाहिँ साझा आफ्टर द्याट बेस्टुले कल नउठाएर हामी फर्किसकेको थियौँ तर हामी फेरि धनसार पुगेको मान्छे पनि फर्केर बेस्टुको हातको चिसो पानी खान आइपुग्यौँ है त
अनि ठुलो मम्मीले मकै पोल्दै हुनुहुन्थ्यो यस्तो गुल्लो मिठो थियो मलाई नदेखाए छोरी कालो छुमा भन्दै हुनुहुन्थ्यो एट लास्ट ड्याडीको हातको मिठो लोकल खुराको मासुसँग दिनको अन्त्य हुन्छ मम्मी नयाँ फोन कस्तो चल्दैछ त हेर्नु